यस्तो देखिरहेछ त्यो माथिको चाहिँ हिमाल सबभन्दा हाइट हिमाल चाहिँ देखिरहेछ हल्का मैले यस्तै रमाइलो गर्न खोलेको क्या भाइ कहाँ जाने बाह्रखोर Hello everyone, welcome back to my YouTube channel. It's me, Amber Vlogs, and hope guys you are fine and I'm also fine. So certainly we are going to make next vlog. So let's see, let's enjoy with this vlog. मेरो बाइकको सामान चाहिँ यस्तो अवस्थामा छ म अब यो नजोड्ने यिनीहरुलाई पनि हल्का टुटेफुटेकोलाई मैले रिपेयर हान्दिसकेको छु अनि यो भाइजर हेर्दा यस्तो छ यसलाई नर्मललाई पनि 12000 अरे यस्तै मैले सोधेको यसलाई 4500 हैन मैले यति टुलले खोलेको जबरजस्ती खोलेको है त्यही भएर निकैवटा मैले यहाँ क्षति गरेको छु भाँचेको छु नखोलिएपछि जबरजस्ती खोल्नु खोज्दाखेरि भाँचेको यो पेचकसहरु नमिलेको कारणले गर्दाखेरि भए भरको घरको मेलको ट्र्याक्टरको लातलुतको यो पेचकसहरु निकालेर मैले ट्राई गरेर खोलेको थिएँ मैले चाहिँ बाइकलाई यस्तरी बनाइदिएको छु हैन यो अगाडिको पुरै हेड खोल्देर भाइजर खोल्देर अनि पछाडीको यो लाइट ब्रेक लाइटहरु पनि झिक्दिएको छु अनि यो पनि झिक्नु खोजेको मैले यो चाहिँ नट स्लिप खारेछ त्यही भएर अनि योसँग राम्रो भएन त्यही भएर मैले यो खोल्न सकिन यो सबै खोलेको थिएँ एउटाको कारणले गर्दाखेरि मैले खोल्न सकिन त्यही भएर यो खोलिन मैले अनि यहाँ यो खोलेर अनि ट्राई गर्दाखेरि यो नखोलेर घडाघडुक पार्दाखेरि मेरो यहाँ खर्च भयो यो फुट्यो अनि यहाँ यसरी भएको छ यहाँनेरि त्यही भएर अनि यसलाई मैले छोड्दिएको अनि यो पनि खोलेको छ खतरा देखिँदै बाइक जम्मै त मजा ठुलो भइरहेको छ थोरै कडा हो छोड बाटो छोड वाउ यता जानु क्या मैले यस्तै रमाइलो गर्न खोलेको क्या भाइ कहाँ जाने बाह्रखोर खतरा भइरहेको पाइप रहेछ पाइप टिप्नु कहाँ घुम आयो घुमिगयो नि हुइली हान्ने ठाउँ छैन कि हुइली हान्ने मन लागेको मलाई चौरी भए चाहिँ खतरा हुन्थ्यो चौरी नै छैन क्या पाइपमा कसरी टिप्दियो है फुट Yes. भर्खर हालेको हावा के भइगयो यसलाई 100 हाल्नुपर्ने हुन्छ लिक्विड अस्ति भर्खर हालेको 1 2 3 25000 खर्च भइसक्यो 10 दिनको तातिर 25000 खर्च भएको बाइक हावा त्यस्तो छ पुरै समस्या आइरहेको छ फेरि सो अब जानुपर्ने हुन्छ यत्रो अफरोड हाने हैन गोप्रो बिग्रेको हो कि मेमोरी बिग्रेको हैन अनेबल टु भ्यू भनिन्छ यस्तो रमाइलो गर्दै आएको भिडियो नै काम दिने यार यो पनि सायद सेभ भएको छैन यस्तो भएपछि मनै लाग्दैन क्या यार साँच्चै भनेको ल्याङ लाग्छ यो हुँदैन यार लुक्स चाहिँ यस्तो देखिरहेको छ बाइक है ठक्क लगाएर मैले टाक्टु खोल्दै यस्तो देखिरहेछ दामी कि नदामी कि म चाहिँ डाँडामा बाइक राखेर घाम आएर बसिरहेको छु हैन यस्तो बाइकको लुक्स चाहिँ अनि ऊ त्यो माथि देखेको चाहिँ ऊ त्यो माथिको चाहिँ हिमाल
यो हिमाल चाहिँ सगरमाथा हिमाल भनेको सुनेको होइन पुरै यो हिमालै हिमाल छ यो भेग यो माथि माथि टुप्पी सब हिमालै हिमाल छ तर अहिले म 12-1-2 नै बज्नु लागेको होला यतिखेर म आएको कारणले गर्दाखेरि यो हिमाल चाहिँ क्लियरली देखेको छैन होइन पग्लिसकेको चाहिँ सबभन्दा हाइट हिमाल चाहिँ देखिरहेको छ हल्का यतिपल्ट त झन्डै हुइली भएको थियो भएन कि खाल्डाखल्डी नभए अनि अलिकति डर माटो भएको भए हुन्थ्यो कामदैन मोबाइल फँसै गया ठाउँ होइन त्यही माथि ल्याङ लाग्दो कि यस्तो भएपछि के मजा भयो यार यहाँ स्कुलमा हुइली हान्नु आएको होइन सिक्नुलाई ठाउँै भएन क्या एकदम चौरी भएको हो नि त चौरी जानुको लागि रौता कि त माथि शिवपोखरी जानुपर्छ अनि यस्तो छ क्या पानीले बगेर सबै भलले खोलेर अनि यस्तोमा एकदम सानो ठाउँमा अनि यस्तो भएपछि कता कसरी हान्नु यत्रो मैले भाइजर खोलेको कामै थिएन नि यार अब कुनै बेला मिलाएर हान्नुपर्छ होइन भोलि त म फर्किहाल्छु होला कामै भएन ठाउँै भएन अब यहाँ आश गरेको यहाँ त यस्तो रहेछ अब अरू ठाउँ सबै खोलेकै छ क्या त्यतिर यस्तो बलौटे माटो छ अनि त्यत्रो भिडियो गरेर अघि अफरोडमा एकदम स्पिडमा आएको थिएँ यो बाटो डबल लोड लिएर आएको भिडियो नै भएन छ अर्नेबल टिभी भनिदिन्छ अब म घर फर्केको मिल्यो भने अहिले जगारी जान्छु त्यही हो गाइस अब त्यो चाहिँ केही भएन है मलाई मेन चाहिँ हुइली हान्नु थियो लास्ट ट्राई गर्नु मन लागेको थियो अनि भएन सो अब म अर्को युनिकर्न बाइक बनाएर आएर हान्छु हुइलीको तर कस्तो हलुका जस्तो फिल भइरहेको छ क्या यो भाइजर खोलेकोले मजै आएन यार त्यही हो है यहाँ यस्तो बाटो भत्किएको छ सानो बाटोमा यहाँ हेर्दा रहेछ तर अलि भिड छ अहिले पनि सायद भिडियो भएको छैन होला बिस्तारै बिस्तारै अनि रमाइलो छ जिन्दगी रमाइलो छ ओह फेरि कहाँ हिँड्छ बजिया मजै भएन यार कहाँ बाटो ठुलो बनाइदिनु भएछ आबाले खनेर छिनिक्क घुम्छ त यार